दर्शकबिन आज हाम्रो सुमित भाइको सानो यो फोनले रिल्स बनाउने अब यसै मुखले गाएर हैन हाम्रो भाइ यहाँ हुनुहुन्छ र हामी सुट गर्नु जाँदैछौँ। अब हाम्रो यो सुमितको हैन सुमित भाइको अब हैन प्रोफाइल छ उसलाई अब लाइक गरिदिनु अनि फलो पनि गरिदिनुहोस् है। आफ्नै भोइस हैन भाइले जति जानेको कुरोहरू हैन जति सिकेको आफ्नै अब उयोले सिकेको कुरोहरू चाहिँ अब यहाँ उसले गाउँछ हैन कस्तो छ आवाज स्वर कस्तो छ हैन तपाईहरुले कमेन्टमा भनिदिनुस् होला अनि भाइलाई अलिकति फलो गरिदिनुस् होला नि भाइ पनि अलिकति उसलाई पनि अब सिंगर बन्ने एउटा चाहना छ के। अनि अब भाइको चाहिँ हामीले यो फोनले चाहिँ अब यहाँ सुट गर्ने है यहाँ सुट गर्ने अरू यहाँ अहिले सानो ब्लग बनाउँदैछु कि म चाहिँ अब तपाईँलाई भाइको अब सङ यसो बनाउनुको लागि भिडियो हैन गीत गाएको है राम्रो हुन्छ हुँदैन हैन सुन्नुको लागि अब भाइले अब हेर्नुहोस्। अब यहाँ चाहिँ तपाईँहरूलाई चाहिँ भन्नुहुन्छ भनेर चाहिँ अब हामी खालि नदीमा ब्लग गर्छ भनेर चाहिँ नसम्झिनु होइन नदीमा चाहिँ ब्लग गर्न किनभने हाम्रोतिर गाउँ ठाउँ छ नि त सबै राम्रो हुँदैन नि त राम्रो देख्दैन त्यही कारणले चाहिँ हामी चाहिँ यस्तो नदी घोडा गुची अब है त्यस्तोमा चाहिँ आउँछौँ होइन। फिलहाल अब यहाँ चाहिँ हामी टक्क है यहाँ चाहिँ हामी यो पाहाडको सिन लिएर यो पाहाडको लिएर यो नदीको खोलाको बिचमा ठक्कै यस्तोमा गएर चाहिँ हामी यो फोनले चाहिँ म सुट गर्दैछु नथिङ 3A हो होइन कस्तो आउँछ होइन। अब दर्शकबिन आज सुमितले सानो एउटा छोटो एउटा होइन तपाईँहरूलाई गुनगुनाएर सुनाउँछ उसको आवाज भोकललाई चाहिँ कस्तो छ है तपाईँहरूले सुन्नुहोस् होइन। ल भाइ गाउँछ। माया नै माया छ तिम्रो गाउँमा तिमीलाई भेट्न आउँदैछु तिम्रो गाउँमा माया नै माया छ तिम्रो गाउँमा तिमीलाई भेट्न आउँदैछु तिम्रो गाउँमा। वाह वाह दामी लाग्यो मलाई पनि होइन। तपाईँहरूलाई कस्तो लाग्छ होइन कमेन्टमा चाहिँ जरुर भन्नुहोस् न। भाइलाई भाइ होइन भाइ अलिकति अगाडि बढ्ने कोसिस गरेछ भाइलाई धेरै सक छ होइन सिङ्गिङको र अनि भाइलाई सपोर्ट गरिदिउँ है हामीले होइन। भाइले अब अहिलेदेखि होइन सपोर्ट गर्छ भने अब गरिदिनुहोस् होइन हामी सबै मिलेर सपोर्ट गरिदिउँ भाइलाई होइन। हाम्रो सुमित लिम्बू हो कम्प्लिट हामीले चाहिँ भिडियो बनाइसक्यौँ अनि अब हामी चाहिँ घर लागेको है भाइ होइन साथी भयो। अब दर्शकबिन हामी चाहिँ घर लागेको कम्प्लिट हामीले गरिसक्यौँ भिडियो रिकर्ड भाइको है सुमित होइन के छ प्रोफाइलको नाम रुक्स लिम्बू होइन रुक्स मात्र रुक्स लिम्बू भाइको प्रोफाइलको नाम फेसबुकमा गएर उसको सङहरू सुनिदिनु होला होइन कस्तो लाग्छ होइन। भोइसलाई कमेन्ट गरिदिनु कस्तो छ होइन। दा भोइस नेपालमा जाने कोसिस गरेछ उसले पनि अहिले नि त होइन पहिला दर्शकको यसो माया चाहिएको छ उसलाई दर्शकको माया चाहिएको छ अरू दर्शकले अब कमेन्टमा होइन के कस्तो छ भोकल कस्तो छ होइन स्वर कस्तो छ त्यो उसले चाहिँ पहिलाचोटि जान्ने कोसिस गर्दैछ क्या। अनि त्यहाँपछि चाहिँ उस चाहिँ भोइसमा भाग लिने उसले पनि कोसिस गर्दैछ क्या। उसको भिडियो सुनिदिनु होला अनि अन्दाज गरेर एउटा कमेन्ट गरिदिनु होला भन्ने म चाहिँ अनुरोध गर्दैछु तपाईँहरूलाई है। र अनि सुमित तिमी भन न त जान्छौ क्या दा भोइस नेपालमा जाने विचार गर्दैछौ? अब दर्शकहरूको अब सपोर्ट पाइयो भने जानु अब रहर छ र भाइले अब जानु चाहिँ रहर छ अब होइन धेरै अहिले नै सानोदेखि उसको सपना एउटा है उसको सानोदेखि एउटा सपना गायक सिङ्गिङ गर्ने सपना बोकेको थियो भाइले। अनि ट्राई गरेको छैन उसले न सारेगामा न केही सिकेको छैन होइन गानको केही विषयमा अब पार्टमा केही जान्दैन त्यही पनि अब उसको आवाजलाई मात्र त्यसै अब है यस्तै भिडियो सिडियोमा अब गएको देखेर उसले चाहिँ अलिक हल्का सिकेको मात्र होइन। अब सबै अब मान्छे अरूले त अब सिक्छ नि त होइन त्यस्तो सिकेको चाहिँ होइन कि हो नेचरल आफैले अब गाएको है। घरमा अब नौमाराको ठाउँ सबै देखियो। अब तपाईँहरूले आउनुभयो भने यो पालि डिसेम्बरदेखि चाहिँ पिकनिक धमाका हुनेछ यस ठाउँमा एकदम मस्ती ताले खानुपर्छ आउनुहोस्। यहाँ चाहिँ धेरै मान्छे आउनुहुन्छ नौमारा यो ठाउँमा चाहिँ है। झुल्ना ब्रिज छ झुल्ना ब्रिज पनि अहिलेसम्म चाहिँ फिलहालै फाटेर खत्तम छ झुल्ना ब्रिज चाहिँ झुल्नु पाइँदैन यति र त्यही पनि होइन खानेकुरोहरू चाहिँ लिएर एकदम टोटली राम्रो पाउँछ मासुको सेकुवा ब्रोइलरको सेकुवा माछा सबै इत्यादि पाइन्छ यहाँ चाहिँ आउनुहोस् होइन। डिसेम्बरदेखि म यो जब जनवरीदेखि लाग्छ डिसेम्बरदेखि म एउटा सानो भिडियो बनाएर हाल्छु यो के अरे भन्छ भिडियो सुट गर्दा तिर्खा लागिसक्यो र तपाईँहरूको पनि भिडियो सुट गर्नु छ भने मलाई कन्ट्याक्ट गर्नुहोस् मलाई मेसेज गर्नुहोस् म तपाईँको लागि भिडियो सुट गरिदिनुको लागि आउनु कोसिस गर्दैछु। सामने हुँदाखेरि टाढा त सक्दिनँ र सामने हो भने चाहिँ फोन गर्नुहोस् होइन मलाई म
आइडिया दिनु सक्छु मैले जति जानेको कुरो है। ल तपाईँहरूले देख्नुहुँदैछ बाइक चाहिँ अब टक्कै यहाँ छ है। हाम्रो अरूहरूले पनि यहाँ टक्कै पार्किङ गरेको रहेछ है। अनि हाम्रो आज चाहिँ ड्राइभर सुमित लिम्बू ड्राइभर हुनुहुन्छ मेरो र कस्तो छ टक्कै उठ्यो है लु है। अनि अब जाने लाग्यौँ हामी है। अब हेर्नु अब